मलाई अस्ति हिँड्ने बेलामा जहाँ लाउने लुगा बथार पनि नदिएको यिनीहरूले खोसेर। अझ यिनीहरूले मिडियामा के भने थाहा छ, धन सम्पत्ति ब्याङ्क ब्यालेन्स कति के थियो त, यसले कमाएर 1 रुपियाँ ल्याएर दिँदैन थियो मलाई। दुध बेचेको पैसा जब 6-7 हजार आउँथ्यो, चामलले त्यही पैसाले, तेलले त्यही पैसाले, मासु खा त्यही पैसाले, छोराछोरी त्यही पैसाले, मैले ब्याङ्क ब्यालेन्स कति तेरो सुन मैले के तिनले भने मलाई त्यो घरमा पढ्दाखेरि 1 जोर कपडा पनि 1 जोर चप्पल दिएको छैन। मैले कति के दिएको छ र मलाई, मैले दुःख गरेको बरु मलाई त्यो आधी त्यो मेरो मैले दुःख गरेको आधी दिए पनि मलाई फरक पर्दैन। मैले दुःख गरेर जोडे हो, यिनीहरू केही जोडेन। जहिले तपाईलाई आधी दिनु फरक पर्नुको लागि त तपाईँ आधी दिन लिनुको लागि त तपाईँ बसमा बस्नु पर्यो नि त। भनिछु त मलाई चाहिँदैन, मलाई छोड्दे मलाई चाहिँदैन भनिछु त। किन चाहियो मलाई, मैले जोडे सम्पत्ति होस् माया मार्दी, मैले चाहिँदैन भनिरहेको छु, चाहिँदैन मलाई। अब बाबा पनि बुढो भइसक्यो, अब छोराछोरीहरू चाहे बुढो मान्छेको बानी हुनु पर्यो नि। अब तपाईँले त्यो भन्नुहुन्छ, अब तपाईँ समाजले त एउटा नै एउटा समाजले त गोरालाई मिर्गालाई खेते त नि समाजले। के भयो तपाईँलाई जार्कोमा छोड्दैन बुवा, के भयो साथीले छोड्यो भने डर लाग्यो? साथी त के मुदी त्यो मुख लाग्नु पर्दैन ल। अब हाम्रो सरहरूले हामी पनि अब रात पनि सक्यो है, समय पनि गइसक्यो, अब छिटो फोन मलाई डिभोर्स चाहियो भने म भोलि धुलेमा आउँछु, होस् छोड्दे मलाई। म यहीँ त्यसरी मिल्दैन नि त बजै, लगेर मलाई उहाँ लगेर प्रहरीको रोबरमा जानु पर्यो कि हाम्रो रोबरमा जानु पर्यो? प्रहरीलाई फोन गरिदिनु भयो होइन, के भन्नुहुन्छ फोन गरिदिनु भयो। तपाईँ हाम्रो रोबरमा जाने हो भने मिडियाको रोबरमा जानु पर्यो होइन, प्रहरीको रोबरमा जानु भने प्रहरी बोलाइदिन्छ जानु। तपाईँ त्यसरी आफ्नो कसको रोबरमा जानु त, प्रहरी कि हाम्रो? लु भन्नुहोस्, तपाईँलाई दुईटा अप्सन। हजुर जे गर्दा होइन तपाईँले भन्नु पर्यो। तपाईँ म प्रहरीको रोबरमा जान्छु कि अब होइन उहाँसँगै श्रीमानसँगै मिडियाको रोबरमा जान्छु भन्नुहुन्छ? ल होस् म प्रहरीसँगै जान्छु। ल त्यसो भने प्रहरी बोलाइदिनु प्रहरी बोलाइदिनु। त्यो घरमा त जाँदैन हुनुहुन्थ्यो के अरे अघि वडा सदस्य प्रतिनिधि आउनु भएको थियो नि, उहाँलाई फोन गर्न लगाइदिउँ त। फोन गर्नुभयो होला हौ, उहाँ सोधौँ न। गर्नुभयो आउनुहुन्छ? बुवा अब प्रहरीबाटै गरौँ है, प्रहरी आउँछ, मान्दैन त प्रहरीबाटै गरौँ। अब जसो गरे पनि मलाई डिभोर्स चाहियो कि मलाई स्वास्नी खोजिदिनु पर्यो हो नि, मेरो भात पकाउने मान्छे चाहियो नि त। अनि त्यहाँनिर यसको परमान र सरमानको त्यहाँनिर मान्छेसित त्यहाँनिर आएर त्यहाँनिर यसले त्यहाँनिर किन त्यहाँनिर विभिन्न किसिमको 9 महिना भयो यिनीहरूको त्यहाँनिर हिमटिम भएको हेरी चल्ती गाएर हेरे ए म त फिटिक झार्दिनँ हेरे, मर्नु पर्यो यिनै मर्छु म हेरे। बाले अब यहाँबाट जाँदै जाँदैन भन्नु थाल्यो फेरि, अब फिटिकै बढी यहीँ मर्छु भन्दैछ। अब यहीँ बस्ने तपाईँ जारको घरमा राख्छ त जारले? अनि यता अचम्म भयो त यता यस्तो त्यहाँनिर उ गराएर त्यहाँनिर यस्तो तरिका गराएर हेरी भेटियो भेट्नु त होइन। अब तपाईँ त्यसो भने अब नजाने यहीँ बस्ने, तपाईँ ऊ नगएसम्म नजाने, म बस्ने यहीँ बस्ने। अब यहाँ सुन्नुहोस्, तपाईँ जानु भएन भने बाबा पनि यहीँ बस्ने भनिरहेछ। अब के गर्ने, राख्ने यहीँ बाबैलाई? लु भन्नु त, होइन बाबाको कुरा यो आयो नि त, अब यहीँ बस्ने भन्छ। अब हाम्रो त्यहाँनिर बिजोग 12 बजी भने त अचम्मालो कुरा आयो त नि, बाबैले पनि अचम्मालो कुरा राख्नु भयो त अहिले। अब उहाँको कुरा त त्यही आयो त, बाबै भन्नु उहाँलाई के भन्नुहुन्छ फेरि, के भन्नु यहीँ बस्ने तपाईँ? भन्नुहोस् के भन्दै हुनुहुन्थ्यो, श्रीमतीलाई के भन्दै हुनुहुन्थ्यो? ल भन्नुहोस्। अब लु अब यहाँ राख्ने कि के गरेर राख्ने, लु भन्नुहोस् है तपाईँले पनि। अब बाबै त यहीँ बस्ने भन्छ। किन भन्नु नि बस्नुहुन्छ है? केले नभयो अनि यहाँ राख्नु पर्यो नि त, तपाईँ जानु राख्दैन होला, जारको घर बस्ने। यहाँ त्यहाँनिर डिभोर्स दिन भनेर विभिन्न किसिमको आएर
हेरे यहाँ त्यत्रो खर्च गराएर मान्छेले त्यहाँनिर उ गराएर बिचरा त्यत्रो गाडीबाट हेर्नुहोस् रिजर्भ गाडी लिएर आएको त्यत्रो टाढोबाट खर्च गरेर आइज भनेको थियो र अब खोज्नु परेन मान्छेको एउटा मैले नखोजे भनेर हिँडे एउटा मान्छेको घरमा एउटा कुखुराको चल्ला यहाँ सुन्नु न मलाई नखोज भने एउटा मान्छेको घरमा कुखुराको चल्ला हरायो भने त आज कुखुरा आएन कहाँ गयो केले खायो भनेर खोज्छ तपाईँको त श्रीमती हो अरे हैन मलाई अनि खोज्नु परेन मलाई भोलि गएर उहाँको तपाईँको उताबाट माइतीबाट भएदेखि कहिले घारी घारी दुखेर हिँड्नु पर्थ्यो त्यहाँ बस्नुन्जेल तपाईँले यो आरोप लाउनु भयो अब गाउँले अब रानी बनाएर राखेको भन्नु रानी बनाएर राखेको थियो मलाई रानी बनाएर राखेको थियो त्यही भएर हिँडेको के म मात लागेर रानी बनाएर राखेको थियो मलाई केही गर्नु पर्दैन थियो मैले काम भने केही गर्नु पर्दैन थियो एउटा कुर्सी हल्लाको घरमा खाएर बसेको थिएँ म त्यो घरमा तपाईँको दिदीलाई फोन हान्नु त एकचोटि हान्दिनँ म सब मोबाइल खाने बुवा तपाईँको जेठी सासूको फोन हान्नु त एकचोटि जेठी सासू खोइ मोबाइल जेठी सासूले एकचोटि फोन गरौँ न भाइहरूले लिएर गएको थिएँ मैले कहाँनिर खोइ उतातिर बोलाइदिनु नि त त्यो फोन गरौँ एकचोटि जेठी सासूलाई किन अब त्यस्तो भन्दैछ मान्दै छैन त जानु के भन्छ उहाँको कुरा सुनौँ न तपाईँको जेठी सासू क्या उहाँको दिदीलाई कल गराउँदा हुन्छ नि एकचोटि टेन्सन हो बिचरा एकोरी भइरहेछ अस्ति पर एकोरी भयो मायाले क्या अब उहाँले सही भन्नुभयो उहाँले अब हामीले अब अर्को बिहे गर्नु भन्दा पनि उही नै चाहिने अब मेरो उमेरको ल्यायो भने त्यसलाई स्याहार्नुको लागि ल्याउनु त भएन मलाई पनि केही सघाउनु पर्यो काम भन्छ हजुर गाह्रै छ अब उहाँको उमेरको लियो भने उसलाई स्याहार्नुको लागि पनि ल्याउँदा भयो होइन दुःख सुखमा साथ दिनु हो सही कुरा हो त सही कुरा हो त अब उहाँले चाहिँ साथ दिएको भए होइन उहाँको केही हल्का हुन्थ्यो जिन्दगीमा होइन जिउनको लागि फेरि यस्तो सर फेरि उहाँको फेरि जग्गा जमिन पनि छ टन्नै फेरि गाई भैँसी थिएन रहेछ नि बुढो कन्ने बुढो ल्याएर पनि ल्याएको थियो यो बुढो गाई कन्ने हो कि के हो यो कन्ने होइन अनि बुढो कन्ने नभइकन कसै बिहे दर्ता भयो तपाईँसँग त्यसै बिहे दर्ता कतिवटा लिएको अरे सधैँ चाड खाने पिट्ने नबस्ने कि योसँग 1 वर्ष भयो नि हिँडिहाल्ने 5 हो कि कतिवटा ल्याएर होला होइन त्यहाँको समाजले नै भनेको छ उहाँको बुढो कन्ने अरे समाजले त भनिहाल्छ नि समाजले भन्दैन भने अहिले दोषी मलाई ठहराइछ समाजले होइन यो म सबै कुरा तपाईँहरूलाई बताइदिन्छु यसको भुँडी थियो हेरे भुँडी थियो छोरीहरू चाहिँ अगाडि च्यापेर फेरि भुँडी तक जानेर लिएर आएर जानेर मैले स्याहारेर लिएर आएको बच्चा एउटा बिहे गरेर चाहिँ एउटा काठमाडौँमा चाहिँ छोरी मेरो मपट्टिको छोरा 2 घरैमा छन् एउटा 15 वर्ष छोरो ए यसले झुक्याउनु पर्छ हेरे मलाई लिएर किन आइस तैँले झुक्याएपछि मलाई हान्न बरु मर्दिन्छु म हेरे ए मिल्दैन तपाईँहरू आफ्नो सल्लाह त्यस्तो भन्ने थाहा किन आइस लिनाला मलाई किन आइस तैँले मलाई होइन तैँले मलाई किन जाने तोडेर कुरो गरे त नि मलाई चाहियो र आएको नि त मलाई चाहिएर आएको म चाहेर आएको हेरे चाहिएर आएको भनेपछि भएन सही कुरा गरेको सही हो होइन म जाने हुन्छ चाहेर मात्रै हुन्छ जानेरी बिमार आएर काम नगर्ने जतापट्टि जानेरी फोन गरो यसो त्यसो जाने 9 महिना ट्याक्रा भएछ कि म चुपो लाएर जानेरी बस्छु यो मुनतिर सुत्ने म चोटा सुत्ने मजासितले यिनीहरू फोन गर्दो रहेछन् फोन गर्ने फकाउने सास गनायो भनेर भन्ने 9 महिना त बाबालाई माथि छतमा तालामा सुताएछ तल सुतेछ यो पहिला हिँड्न लागि यसो गरेको रहेछ नि
अनि होइन उहाँ दोहोरी गाउँदो रहेछ क्या तल फोनमा अब लु बहिनी अब हाम्रो प्रहरी सरहरू आउनु भएन ए टाढै छ प्रहरी आएपछि चाहिँ हामी जान्छौँ किनकि उहाँहरूको हातमा जिम्मा लागेपछि चाहिँ ढुक्क हुन्छ हामीलाई होइन भरे के हुँदैन के भरे हुन्छ यहाँ गाह्रो छ के एकचोटि फेरि पनि भन्नु जाउँ भनेर यहाँ साह्रै टाइम पनि भइसक्यो अब बाजेले फकाउनु छ कि बा होइन अघि बाजेले के भन्दै हुनुहुन्थ्यो तिमीहरूको शक्ति पनि रहन्छ तिमीहरूको शक्ति छैन हाम्रो शक्ति खोइ हामीले जाउँ कि जाउँ भनेको मान्दैन तरी शक्ति छैन त्यो तपाईँको पनि शक्ति रहेनछ बाजे हो नि मेरो त मेरी स्वानी म लिएर जान्छु भनेर भने मेरो शक्ति भयो नि हेरे लु लानु बाजे लानु डिबिसी गरेर लो मैले ल्याउनु पाऊँ नि त म डिबिसी तेरो हातको चाहिँ नेरी डिबिसी दिएन मलाई भइगयो नि हेरे तर म जान्न तँसँग बस्दै भए भन भने पुगेर हिँडे हो कि बस्दैन म त्यति भनेपछि भन भने डिभोर्स दिन आउँछु